क्रममा तपाईहरुलाई पनि ब्राजिल घुम्न आउनुस् भन्छु किनभने यहाँको चाहिँ रहनसहन यताउति हेर्दाखेरि धेरै नेपालीसँग चाहिँ म्याच गर्छ नेपाली जनजीवनमा हैन त बुढो भन्देउ त रमाइलो छ ड्राइभिङ इजी छ रोड राम्रो छ आउनुहोस् रोड ट्रिप गर्नुहोस् इन्जोय गर्नुहोस् अनि इट्स वर्थ भिजिटिङ ब्राजिल अनि धेरै महँगो पनि छैन र म तपाईहरुलाई यहाँको चाहिँ बाटो के रे यो बाटो देखाउँ भनेको खै मलाई यो चलाउने आएन यस्तो छ हेर्नुस् है स्मुथ छ एकदम राम्रो छ चिल्लो है चिल्लो बाटो छ करेङ गुरुङ यताउति खान्द्राङ खुद्रुङ केही पनि छैन अनि धेरै जस्तो बाटो चाहिँ वान वे छ है भनेको मतलब हाइवेमा चलाउन सजिलो कुनै कुनै ठाउँमा डुअल क्यारेज वे छ हैन अब यताबाट आउने यताबाट जाने अनि यहाँको चाहिँ ड्राइभिङ कुन साइडमा छ भन्देउ हैन त्यही पनि त क्यामेरामा उल्टो आउँछ युके को एक्ज्याक्टली अपोजिट साइड युके को एक्ज्याक्टली अपोजिट साइडमा छ यहाँ चाहिँ लेफ्ट ह्यान्ड ड्राइभ छ नेपालमा युकेमा अथवा युकेले जति पनि देशमा राज्य गरेको छ भन्नको मतलब अस्ट्रेलियातिर भयो हैन त्यो युकेले राज्य गरेको न्युजिल्यान्डतिर चाहिँ तपाईको चाहिँ सबै चाहिँ राइट ह्यान्ड ड्राइभ छ भने यतातिर र युरोपमा धेरै देशहरुमा चाहिँ लेफ्ट ह्यान्ड ड्राइभ छ सो सुरुमा अलिकति गाह्रो हुन्छ तर वान वे नै गर्देको वान वे ट्राफिक गर्देको भएर जस्तो यो डिलपारी हैन हजुरको यो डिलपारी चाहिँ मैले यो देखाउन खोजेको भएन डिलपारी चाहिँ उताबाट आउने गाडी छ भने यताबाट जाने गाडीको लागि भिन्दै बाटो र बाटो एकदम स्मुथ खरेङ गुरुङ केही नभएको भएर अल द वे ड्राइभिङ गर्नलाई एकदम सजिलो तपाईहरुलाई है ड्राइभिङ गर्न सजिलो अनि गाडी पनि नबिग्रिने हैन अनि डर छ ब्राजिलमा लुट छ यस्तो त्यस्तो भनेको त्यो सबै कुराहरु चाहिँ तपाई अलिकति सतर्क हुनुभयो भने त्यस्तो केही हुँदैन हामीसँग त्यस्तो केही भएन टचवुड हैन भगवानको कृपाले हामीसँग त्यस्तो केही भएन र थोरै सावधानी राख्यो भने त्यस्तो केही हुँदैन पनि के त्यो पब जाने अथवा राति हिँड्ने भयो भने त त्यो त हाम्रो नेपालमै पनि हुन्छ हैन युके तिरै पनि हुन्छ सो त्यो टोटली डिफरेन्ट सब्जेक्ट हो तपाई थोरै सावधानी राखेर राम्रोसँग आफ्नो म्यानरमा हिँड्नु भयो भने तपाईलाई त्यस्तो समस्या केही पनि हुँदैन र राम्रो छ ठाउँ एकदमै हाम्रो कल्चरहरु सबै कुरा कल्चर त मिल्दैन तर बसाइहरु सोचाइहरु मान्छे हिँड्ने स्टाइलहरु है अनि त्यो सबै कुरा के धेरै कुरा नै एकदमै म्याच गर्छ हाम्रो नेपालीहरुसित र हाम्रो नेपाली भन्दा उनीहरुको सोचाइ चाहिँ सायद ब्रड छ होला ठुलो मतलब खुला विचार छ होला र एकदमै धेरै सरसफाइमा एकदमै ध्यान छ हामी यत्रो ब्राजिल ट्रिप गर्यौं 15 दिन अल द वे रोड ट्रिप थियो हाम्रो है एभ्री नाइट मात्रै हामी होटलमा अथवा एकोमोडेसनमा जान्थ्यौं त्यसको बारेमा नि जानकारी चाहियो भने भन्नु होला हामी बताउने छौं मेसेज गर्नु होला अनि हिँड्दाखेरि चाहिँ त्यत्रो लामो समय हिँड्यो तर त्यस्तो केही त्यस्तो समस्या पनि भएन र सबैजना हेल्पफुल नै मान्छेहरु भेट्यो रमाइलो भइरहेछ हाम्रो यात्रा यहाँको र तपाईहरुलाई आउनुभयो भने चाहिँ सजिलो पनि छ र सस्तो पनि छ यहाँ भन्नको मतलब उता युरोपतिर त सारै महँगो छ युके तिर पनि महँगो छ अमेरिका पनि महँगै छ तर यो ब्राजिल चाहिँ हामी नेपालीहरुले घुम्दाखेरि इन्डिया घुमे जस्तो र कति ठाउँमा त इन्डिया भन्दा सस्तो पनि छ हजुरको तर एउटा कुरो के छ भने दिनभरि तपाई गाडी ड्राइभ गर्नुभयो 7-8 घण्टा भने तपाईलाई 4 देखि 5 वटा टोलसम्म भेट्न सक्नुहुन्छ कुनै दिन एउटा टोल भेटेला कोइन्सिडेन्सले होइन भने 5 वटा टोलसम्म भेटिन्छ र टोलको दाम पनि यहाँको म्याक्सिमम भनेको कति 18 पाउन्ड 20 पाउन्ड छ होइन भने 5 पाउन्ड कुन ठाउँमा 5 पाउन्ड भन्छ सरी 5 रुबल 3 रुबल के भन्छ रियाल सरी रियाल त्यो रियाल पर्छ यहाँको पैसा होइन भने नर्मली 12-14 छ है कुनै ठाउँमा मात्रै अलिकति महँगो भनेको त्यही 20 रुबलसम्म छ होला होइन भने छैन तर गाउँको बाटो हिँड्नुभयो भने तपाई टोल अभोइड गरेर गाउँको बाटो पनि हिँड्न सक्नुहुन्छ तर गाउँको बाटो हिँड्नुभयो भने चाहिँ तपाईहरुलाई अब
लामो पर्छ है घुमाइफिराइ उस्तै हो पेट्रोलमा हाल्दा केमा हाल्दा अनि गाउँको बाटो हिँड्नुभयो भने गाउँको जनजीवन देखिन्छ हैन हाइवेमा हिँड्नुभयो भने चाहिँ हाइवेको जनजीवन देखिन्छ सो धेरै जस्तो ठाउँमा डुअल क्यारेज वे छ होप यु इन्जोयड बाइ